म 2004 साल फागुनमा जेलबाट छुटेँ। त्यसपछि त्यसै साल चैत्र र 2005 सालको वैशाखमा म गान्धी आश्रम भ्रमणमा गएँ। यात्रामा म एक्लै थिइनँ। तुलसी मेहरजी, रुद्रलाल र म गरी 3 जना गान्धी आश्रम भ्रमणमा निस्क्यौँ। हामी जेलमा हुँदा नै गान्धीजीको देहान्त भइसकेको थियो। अन्तमा बारधामा पुग्यौँ। त्यसबेला त्यहाँ सर्वोदय समाजको सम्मेलन थियो। त्यसमा नेहरूलाई पनि भाग लिन आउनुभएको थियो। यस भ्रमणको नेतृत्व र खर्च तुलसी मेहरजीको थियो। 3 महिना जति भारतको गान्धी आश्रममा घुम्यौँ र काठमाडौँ फर्क्यौँ। बारगामा सर्वोदयको स्थापनाका निम्ति सम्मेलनको भाग लियौँ। गान्धीजीको संगठन एक सुव्यवस्थित संगठन थियो। ठाउँ ठाउँमा गान्धीजीको आश्रम थियो। एक ठाउँबाट अर्को ठाउँमा जाँदा बढ्ता खर्च पर्दैन थियो। त्यहाँ पुगेपछि आश्रममा पाहुना भइयो। सबैको जीवन सादा, लाउने खद्दर, आफ्नो आश्रममा चर्खा चलाएर 2 पैसा आम्दानी भइहाल्छ। यो एक किसिमको कमाउने बाटो थियो। पहिले 12 वर्षदेखि 20 वर्षसम्म म खद्दर नै लाउने गर्थेँ। तुलसी मेहरजीले चन्द्र शमशेर प्रधानमन्त्री छँदा सिंहदरबार लगी चर्खा कटाएका थिए र हर व्यक्तिलाई 4-4 रुपियाँ इनाम दिएको थियो। त्यो 4 रुपियाँले मैले कपास किनेर ल्याई कपास धुने काम गरेँ। त्यो कपास धुने काम पनि सिद्धियो। कपास पनि लोप भएर गयो। केटाकेटी बेला कसरी सो कपास लोप भयो भन्न सकिन्न। अर्को कपास किनिएन। कपास धुने काम पनि बन्द भयो। यसको महत्त्व मैले बुझेको थिइनँ र 20 वर्ष छँदा मैले खद्दर लाउन छोडिदिएँ। मैले सोचेँ यो चर्खा चलाएर कसरी स्वरोजगारी आउँछ। कमरेड माओको सङ्गठित भई जाउँ भन्ने भनाइको अर्थ सम्बन्धमा नै भएको अर्को लेख र फेरि हामीले आर्थिक कार्यमा पनि ध्यान दिनुपर्छ भन्ने लेखहरू पढेपछि गान्धीजीको चर्खा प्रचारको महत्त्व मैले बुझेँ र मलाई गान्धीजीको याद आयो। मनमा लाग्यो भारतीय स्वतन्त्रता सङ्ग्राममा सम्पूर्ण जनता सञ्चालन गर्नमा महात्मा गान्धीजीको कत्रो ठूलो देन रहेछ। कमरेड माओको भनाइ थियो राजनीतिक कार्यकर्ताले काम पनि गर्नुपर्छ, नत्र कसले खुवाउने, कहाँबाट ल्याउने। फलस्वरूप पार्टीमा जहिले पनि हुने खानेकै राज चल्छ। गरिब जनता मरिमरि काम गर्छन्। आर्थिक अभावमा उनीहरू चल्न फिर्न सक्दैनन्। हुने खानेको त घरबाट पैसा निक्लन्छ। नहुने श्रमजीवी जनता जहिले पनि दरिद्र हालतमा। हाम्रा मजदुरहरू, गरिब किसानहरू यही कारण अक्सर पार्टी नेतृत्वमा माथि उठ्न सक्दैनन्। मध्यमवर्गीय युवकहरू पनि मरिमरि काम गर्छन्। सकेसम्म दुःख पाएर काम गर्छन्। पछि बिहा भएपछि, छोराछोरी भएपछि आर्थिक सङ्कटमा फस्छन् अनि पार्टी कार्य छोडेर कमाउन जान्छन्। एउटा गलत परम्परा पार्टीमा बस्न जाँदो रहेछ। पार्टीमा काम गरेपछि कमाउन नहुने, काम गर्न नहुने, कि पार्टीमा काम गर कि कमाउनपट्टि लाग। यस्ता मानिसहरू भोक प्यास, दरिद्रता र अरू धेरै धेरै धैर्यका साथ कष्ट सहेर मात्र पार्टीमा टिक्न सक्दा रहेछन्। कमरेड माओ भन्नुहुन्छ हामीले आर्थिक कार्य पनि गर्न सिक्नुपर्छ। कमरेड माओको पार्टीमा ज्याला दिने चलन छैन। आफैले काम गरेर कमाउने सिवाय त्यहाँ अर्को बाटो छैन। पूर्णकालीन 1-8 जनाले मात्र पार्टीबाट मजदुरी पाउने गर्छन्, लेबीबाट। होइन भने गुरिल्लाहरूले पनि सालको 3 महिना काम गरेर आफ्नो खर्च पूरा गर्छन्। तिनीहरूले त्यसपछि 3 महिना पढ्न लगाउँछन् अनि सालको 6 महिना गुरिल्ला भएर लड्छन्। कमरेड माओ भन्नुहुन्छ 3 महिना खेती गर्यो भने त्यसको आम्दानीले अरू 3 महिना ट्रेनिङमा बस्न र 6 महिना लड्नका निम्ति खर्च निक्लन सक्छ। खेती मात्र होइन, समयलाई बटवारा गरेर अरू अनेकौं काम गर्न सकिन्छ, सिलाइ बुनाइ इत्यादि। उहाँ अगाडि भन्नुहुन्छ कामबाट हात झेक्नु पुँजीवादी तरिका हो। यसरी चिनिया कम्युनिस्ट पार्टीभित्र 2 प्रकारका जत्थाहरू छन्। एक पालैसित काम गर्ने जत्था, अर्को पालैसँग लड्ने जत्था। कमरेड माओ लेख्नुहुन्छ हामीसँग लड्नका निम्ति एउटा फौज छ, परिश्रम गर्नका निम्ति अर्को फौज छ। लड्नका निम्ति 8औं राहत सेना र नयाँ 4थो सेना। तर उनीहरू पनि दोहोरो काम गर्छन्। लडाईँ लड्छन् पनि र उत्पादनमा काम पनि लाग्छन् अनि पढ्छन् पनि। यसरी 2 किसिमको फौज भएको हुँदा लडाईँ लड्नेहरू 2 किसिमका काममा कुशल हुन्छन्। त्यसैले हामी आफ्ना कठिनाइहरू दूर गर्न सक्छौं। जापानी साम्राज्यवादमाथि विजय हासिल गर्न सक्छौं। सीमान्त क्षेत्रका सिपाहीहरू हरेकलाई प्रति व्यक्ति 18 रोपनी जमिन खेतीबारीका निम्ति दिएका छौं र उनीहरूले लगभग हरेक चीज उत्पादन गर्न सक्छन् अथवा बनाउन सक्छन्। खानेकुरा, सब्जी, मासु, खाने तेल, कपडा, रुईदार भेडाको ऊन, ऊनी कपडा, मोजा र जुत्ता, बस्ने ठाउँ, मेच, कुर्ची, बेन्च, लेख्ने सामग्री तथा इन्धन जलाउने लकडी, काठको कोइला र पत्थर कोइला। आफ्नै हातबाट काम गरी प्रशस्त खानेकुरा, कपडा पैदा गरेका छौं। हरेक सैनिकले खाली सालको 3 महिना काम गरे पुग्छ र बाँकी 9 महिना ट्रेनिङ र लडाईँमा लगाए हुन्छ। हाम्रो फौज लड्न सिवाय अरू केही काम नगरे पंगु बनेर जान्छ। कमरेड माओले आफ्ना कार्यकर्ताको पढाइमा उत्तिकै ध्यान दिएको पाइन्छ।
गुरिल्लाहरू लडाईँका मैदानमा पनि मार्क्सवादी लेनिनवादी किताब लिएर हिँड्छन् र लड्नु नपर्ने बेलामा फ्रन्टमा बसेर पनि किताब पढिरहेका हुन्छन्। पढाइमा तात्कालिक पार्टीको सर्कुलर र पार्टी दस्तावेजहरू मात्र होइन, मार्क्स लेनिनका किताबहरूमा उत्तिकै ध्यान दिइएको हुन्छ। कमरेड माओको विचार छ, हरेक राजनीतिक कार्यकर्ता हरेक काममा निपुण भइराख्नुपर्छ, अहिलेको समस्या सुल्झाउनका निम्ति र भविष्यमा योग्य शासक प्रशासक बन्नका निम्ति। अक्सर गान्धीवाद भारत स्वतन्त्र भएपछि अनुपयुक्त भयो। किन? गान्धीजीले चर्खा चलाएर आन्दोलनरत दौरान आत्मनिर्भर भएर काम गर्न सिकाए, तर आन्दोलनपछि देश सञ्चालन गर्ने योग्यता प्राप्त गर्ने कुनै कुरो सिकाउन सकेनन्। देश सञ्चालन गर्नका निम्ति त पढे लेखेका नवजवानहरू बाहिरबाट आए। प्रजातन्त्रका सेनानीहरू भत्ता खाएर बस्ने सिवाय देश निर्माणमा काम लाग्न सकेनन्, अनि उनीहरूको आदर्श जनताका निम्ति निस्वार्थ सेवा, देशका निम्ति लगनशीलता सबका सब बेकार भएर गए। भारत स्वतन्त्र भएपछि उनीहरूको उपयोगिता नै सिद्धिन थाल्यो। देश सञ्चालन गर्नका निम्ति यी देशभक्तहरू होइन, बाहिरबाट आएका पुँजीवादी चरित्र र सामन्ती चरित्र बोकेका पढेलेखेका नोकरसाहीहरू मात्र काम लागे। यसरी भारतमा गान्धीको स्वप्न लोप भएर उही शोषण पद्धति नै कायम रहन गयो। कमरेड माओले एकातिर आन्दोलनको दौरान आत्मनिर्भर मात्र हुन सिकाएनन्, क्रान्तिपछि देश सम्हाल्न, देश निर्माण गर्न पनि सिकाए, जसले गर्दा व्यक्तिले कमरेड माओलाई मानोस् नमानोस् उनको विचारको सार सधैँभरि काममा लाग्यो। हामी जस्तो पिछडिएको देशका कार्यकर्ताले न त आत्मनिर्भर भएर काम गर्न सक्यौं, न त क्रान्तिकारी परिवर्तन आएपछि आइपर्ने काम नै सम्हाल्न सक्ने भयौं। नतिजा अक्सर कार्यकर्ताहरूले दुःख पाउनसम्म पाएर सहन नसकेर पार्टी छोडेर अर्कै पेसा खोज्नुपर्ने हालतमा पुग्यो। फलस्वरूप जो जति इमान्दार भएर काम गर्दै गए उनीहरू पछि गएर पार्टी छोडेर अर्कै पेसा समात्न बाध्य हुन पुगे। यस्तो देशमा कम्युनिस्ट सरकार भए पनि आखिर देश सञ्चालन गर्ने काम उही सामन्ती तथा पुँजीवादी तत्त्वहरूकै हातमा जारी गर्छ र देशको समस्या जस्ताको तस्तै रहेर मानिसहरू यसबाट उदासीन रहन जाँदा रहेछन्। स्पष्टतः पार्टी नेतृत्वले आफ्नो दुनो सोझ्याएर पुग्दैन। पार्टीभित्र कुनै न कुनै कामको प्रबन्ध हुनैपर्छ। चन्दा उठाउँदै खर्च गर्नुभन्दा चन्दाको सदुपयोग गरी विभिन्न कामहरू गर्ने र सिकाउने गर्नुपर्छ, ताकि क्रान्तिपछि जिम्मेदारी निर्वाह गर्न सकोस्। भविष्यमा देश चलाउन विभिन्न विभाग सम्हाल्न सक्ने योग्य व्यक्तिको आवश्यकता पर्नेछ। त्यसबेला आफ्नो मान्छे भर्ती गरेर काम सम्हाल्ने होइन, ठिक ठाउँमा ठिक मान्छे भर्ती गर्न पाउने गरी अहिलेदेखि विभिन्न विभागका निम्ति विभिन्न इमान्दार कार्यकर्ताहरूलाई ट्रेनिङको इन्तजाम हुनु आवश्यक छ। कहाँसम्म सत्य हो भन्न सकिन्छ, तर मैले सुनेको थिएँ चिनिया क्रान्तिको दौरान 40,000 चिनिया कार्यकर्ताहरू सोभियत सङ्घमा विभिन्न क्षेत्रमा तालिम प्राप्त गरिरहेका थिए। हामीले आर्थिक काममा ध्यान दिनुपर्छ भन्ने लेखमा माओ भन्नुहुन्छ, नेतृत्वले सही ढङ्ग र कामको सही तरिका नअप्नाइकन आर्थिक मोर्चाले जोडसँग आन्दोलन बढाउन सम्भव हुँदैन। यो पनि एक समस्या हो जसलाई यस सम्मेलनले सुल्झाउनु परेको छ, किनभने फर्केपछि तपाईँहरूले तुरुन्त धेरै धेरै काम आफैले गर्नुपर्ने मात्र होइन, बरु धेरै धेरै मानिसहरूलाई निर्देशन पनि गर्नुपर्ने हुन्छ र तपाईँहरूले मिलेर काम गर्नुपर्ने पनि हुन्छ। कमरेड माओले आर्थिक काम गर्दा जम्मा उहाँसँग भएको 20 लाख रुपियाँ र आम जनताले लगाएको पैसा थियो र यी रकमहरूबाट नै कमरेड माओले आफ्नो पार्टीका आर्थिक कार्यहरू सुरु गर्नुभएको थियो। चीनमा त्यसबेला कोही कोही मान्छेको भनाइरह्यो, आर्थिक काममा लाग्दा राजनीतिक आन्दोलन कमजोर हुन्छ र यस्तो काम युद्धपछि मात्रै गर्न सकिन्छ। यस्ता साथीहरूको सोचाइ के छ भने आर्थिक निर्माणमा लाग्नका निम्ति समय कहाँबाट पाउने। यसै निम्ति जब कसैले आर्थिक निर्माणको कुरा गरेको देख्छन् उनीहरूमाथि दक्षिणपन्थी भट्काउको बिल्ला लगाइदिन्छन्। उनीहरू यो विचार गर्दैनन् कि आर्थिक निर्माण बिना क्रान्तिकारी युद्ध वा सङ्घर्षका निम्ति भौतिक परिस्थिति तयार हुन सक्दैन र लामो सङ्घर्षको दौरान जनता पनि दुःख पाएर शक्तिहीन हुन जान्छन्। गान्धीजीले स्वदेशी प्रचार धेरै धेरै सङ्घर्ष गरेर मात्र सफल पारेका थिए। कम्युनिस्ट कार्यकर्ताहरूको आर्थिक समस्याबारे कमरेड चाउ एन लाईको भनाइ छ, हामीले पार्टीलाई उद्धार संस्था ठान्नु हुँदैन। यस्ता धेरै कमरेडहरू छन् जो गरिब, बेकार र निसहाय छन्। उनीहरू आफ्नो बाँच्ने समस्याको समाधानका लागि पार्टीको मुख ताक्छन्। उनीहरू के कुरा बुझ्दैनन् भने पार्टी कुनै उद्धार संस्था होइन र पार्टीले मुख्य रूपमा जनताका बीचमा काम गर्छ, पार्टी कार्यालयमा होइन। पार्टी कार्यालयमा सबैलाई काम दिन बिल्कुल असम्भव छ, तर रोजगारी पाउनमा पार्टीले सदस्यहरूलाई मद्दत गर्ने विचार पनि त्याग्नुहुन्न। बेकार कमरेडहरूले काम पाउनका लागि आफूले सकेको गर्नुपर्छ। पार्टी संगठनहरूले यसमा उनीहरूलाई मद्दत गर्नुपर्छ। पेसागत सिप नभएका कमरेडहरूले सिप सिक्नुपर्छ र कारखानाहरूमा पसेर मजदुर बन्न विशेष प्रयत्न गर्नुपर्छ। काम पाउनका लागि परस्परमा मद्दत गर्नुपर्छ। पार्टी कार्य पार्टी नेताहरूको स्वार्थपूर्तिका लागि होइन, सम्पूर्ण जनता र राष्ट्रको हितका निम्ति, समाजमा एक नयाँ परिवर्तन ल्याउनका लागि गरिन्छ।
स्पष्टतः नेताहरूसँग रिसाएर पार्टी छोड्ने कुरा आउँदैन। आफ्नो खुट्टामा उभिएर कमाउनु र सम्पूर्ण जनताको हितका निम्ति काम गर्नु नै कार्यकर्ताहरूको मूल जिम्मेदारी हो। यस्तो अनुभव हाम्रो पार्टी इतिहासमा प्रशस्त पाइन्छ। पार्टीमा पार्टी कार्यकर्ताहरू गङ्गाजीमा पानी जस्तै आएका हुन्छन्, इमान्दार र कर्मठ साथीहरू, योग्य साथीहरू। तर जबसम्म जोस हुन्छ काम चल्छ। घर बलियो छ भने पनि काम चल्छ, तर सबैको घर बलियो हुँदैन। आखिर इमान्दारीसँग काम गर्दा गर्दै यस्तो अप्ठ्यारोमा पर्छन्, चलफिर गर्न सक्दैनन् र 2 पैसाका निम्ति अर्काको मुख ताक्नुपर्ने अवस्थामा पुग्छन्। 7 सालको क्रान्तिपछि 12 सालमा जब पार्टीमाथिको प्रतिबन्ध हट्यो, म स्वयं यस हालतमा पुगेँ। भूमिगत रहँदा यताउति कसै न कसैले खुवाइदिन्थ्यो, तर पार्टी फुक्का भएपछि किन कसैले कसैलाई खुवाउने? मलाई लाग्यो यहाँ त अवसरवादीहरू बस्ने जति इमान्दार भयो उति सङ्कटमा परिने रहेछ। पैसा आउने कुनै बाटो थिएन, काम पाएको थिएन। घरमा श्रीमती र एक बालक छोरो प्रवीण थियो। उनीहरूको खाना खुराक र सबै खर्च आफूले चलाउनु थियो। इन्द्रचोकमा कमरेड जुजुभाइ दाईको पसल थियो। बिहान बिना चियापानी पाटनदेखि काठमाडौँ हिँडेर पार्टी अफिस धाउनु पर्थ्यो। भोक्कै फर्केर आउनु सिवाय अरू उपाय थिएन। जुजुभाइ दाईसँग फर्कने बेलामा कहिलेकाहीँ 2-3 रुपियाँ मागेर ल्याइन्थ्यो। रोजै माग्नु पर्दा नराम्रो लाग्थ्यो। घर पुगेपछि त्यही पैसाले पिठो किनेर ल्याउँथे। 2-2वटा सुक्खा रोटीले पेट भरिन्थ्यो। तरकारी तिउनलाई आलु किन्थे, न तेल न घिउ, अलिकति नुन हालेर झोल बनायो। पानी जतिले तिउन र चोक्टा जतिले तरकारीको काम दिन्थ्यो। फेरि श्रीमती कमलाले कागजको धूप बाट्न थालिन्। आज 1 मुठो 25 पैसामा बेचिन्। भोलि बाटेको र आज मुठा नपुगेको मिलाएर 50 पैसाको जम्बा हुन्थ्यो। भोलि बेच्यो, एवं रूपले दिन बित्दै जान्थे।